म अखिल नेपाल किसान महासंघ केन्द्रीय कमिटीको उपाध्यक्षको तर्फबाट यो नेपालीहरूको महान चाड दशैं, बडा दशैं, शुभ दीपावली, छठ लगायत समस्त पर्वको उपलक्ष्यमा सम्पूर्ण किसान दाजुभाइ दिदीबहिनीहरू, समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। अब अहिले देश एउटा कठिन परिस्थितिमाबाट गुज्रिरहेको छ। यो कठिन परिस्थितिको सामना गरेर नेपाली कृषि क्षेत्र फेरि पनि उठ्नुपर्छ र यो देश बन्नुपर्छ। यो समस्त चाडपर्वहरूले सबै नेपालीहरूमा यो सद्बुद्धि दियोस् भन्ने शुभकामना दिन चाहन्छु। हस्, धन्यवाद।